नमस्कार सम्पूर्णमा। यही हो ऊर्जा मन्त्री दीपक खड्का भन्ने व्यक्ति बल्ल थाहा पाएछ सरकारी जग्गा अतिक्रमण गरेर लाखौं करोड लुट्ने जनताको रगत चुस्ने व्यक्ति यही हो। बल्ल थाहा पाएछ बप्ली गुप्ता र बालेन शाह मिलेर यसको तमाम त्यत्रो सटर रहेछ। बाबा कति आउने रहेछ महिनाको, कति भ्रष्ट गरेको रहेछ। ल हेर्नुहोस् त जनता हो, बल्ल थाहा पाएछ यसले, नत्र कसैले सक्थेन, हेर्थेन। घमण्ड त्यस्तिकै थियो यो दीपक खड्काको घमण्ड। अझ जनताले यो पुगेछ नि यसलाई कारबाही हुनैपर्छ। अझ पनि यस्तो चुतिया मान्छेहरूलाई चाहिँ खुल्ला हिँड्न दिनु हुँदैन, कारबाही हुनैपर्छ। कति बर्मा लुट गरेको रहेछ हेर। त्यो कुलमान घिसिङलाई सहित चाहिँ घानमा बनाएर एउटा जिम्मेवार व्यक्तिलाई निकालिदिने यो जस्तो फटा कोही रहेछ त? केपी र यो उस्तै हो घमण्डमा चाहिँ है। घमण्डमा चाहिँ यो दुईटा उस्तै हो। आम नेपाली जनता एकजुट हुन आवश्यकता छ। यसलाई फेरि चाहिँ कारबाही हुनुपर्छ। यो तस नस फुटाएर मात्रै भएको छैन यसको। त्यो त सरकारी सम्पत्ति हो, फुटायो तस नस गर्यो, तर यसलाई छोड्नु हुँदैन है जनता हो।